साथीहरु नमस्कार। यो भिडियो चाहिँ मेलम्चीको हो। मेलम्ची जाँदैछौँ हामी, काठमाडौँबाट मेलम्ची। तपाईले जुन पनि देख्दै हुनुहुन्छ दृश्य मेलम्ची खोलाको हो। हामी काठमाडौँ बसेर मेलम्ची खानेपानी, मेलम्ची खानेपानी भन्छौँ। यही हो मेलम्ची। ल हेर्नुस्, इच एन्ड एभ्रिथिङ छ यसमा भिडियोमा, तपाईहरु हेर्नु होला। हिमाल, पहाड, धान खेत, बाटो सबै मैले क्याप्चर गरेको छु। अब तपाईलाई म एक एक गरेर भन्नेछु। अहिले चाहिँ हामी यो ठ्याक्कै जसिन्कोवाबाट सुरु भयो। जसिन्कोवाबाट हामीले यहाँबाट बनाउन सुरु गरेको भिडियो। यो जसिन्कोवाको मलाई लाग्छ यो चाहिँ एमसीसी को हो कि जस्तो लाग्यो मलाई, त्यति आइडिया भएन त्यो बनाइरहेको चाहिँ। यो जसिन्कोवा हो। त्यति क्लियर चाहिँ छैन, हिमालहरू देखिएको छैन आज। आकाश चाहिँ पुरा क्लियर छ, राम्रो क्लियर भिडियो बनेको छ। तपाईँहरूलाई म यहाँदेखि अब सबै देखाउँदैछु। यो गाँजा हेर्नुहोस् त, शिव भक्तहरूको लागि गाँजा पनि खिचेको छु। अनि साथीहरू यहाँबाट अब हाम्रो सुरु भयो आजको यात्रा। मेलम्ची नगरपालिका वडा नम्बर 10 सम्म हामी जानेछौँ। यहाँबाट हामी यसरी लिँदैछौँ। यो चाहिँ ध्रुव सुन्तली फाउन्डेसन हो, गिदान चौर भन्छ यसलाई। यो बाटो हामी यसरी जाँदैछौँ। ल हेर्नुहोस्, यो बाटो हुँदै हामी यहाँ एकछिन आराम गऱ्यौँ। हाम्रो गाउँदेखि माथिको भए सबै कुरो क्याप्चर गरौँ, भिडियोमा सबै कुरो समेट्न सकौँ भनेर। अब यहाँबाट हाम्रो गाउँघर पनि देखिन्छ, यहाँ माथि छ, अलिक क्लियर छैन। यहाँनिर यो देखियो, यो स्कुलहरू हो, देखिरहेको छ। धेरै टाढै यो स्कुल देखिरहेको छ, जुन सेतो। तपाईँहरूलाई सबै कुरो देखाउने छु। अब हाम्रो यात्रा यसरी सुरु हुन्छ। हेर्नुहोस्, बाटो सानो छ, त्यही पनि राम्रो छ बाटो। यसरी हामी जाँदैछौँ बाइकमा सर। र हरेक कुराहरू तपाईँले देख्न पाउनुहुनेछ यहाँ बाटोमा। यो काठमाडौँदेखि मेलम्ची नगरपालिका वडा नम्बर 10 सम्मको भिडियो। यो मेरो जन्मथलो हो, यसलाई बौवा गाउँ भनिन्छ, नगरपालिका नै हो। यहाँ पुग्नेछौँ आज हामी। बाइकमा दीपावलीको अवसर पारेर हामी हिँडेका छौँ। भिडियोलाई हेरेर कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। यहाँ चाहिँ लाभ डाँडा भन्दो रहेछन्। यहाँ दामी रहेछ ठाउँ, बसेर यसो आराम गर्नको लागि। सबै साथीहरू आराम गरिरहनु भएको थियो। हामी पनि त्यही समयमा एकछिन बसौँ भनेर एकछिन भिडियो खिच्ने मौका पनि पायौँ, एकछिन आराम पनि गऱ्यौँ, आनन्दले बस्यो। यहाँ जस सबै थकानहरू दूर भयो। दामी रहेछ यो ठाउँ। यो बाटो, अर्को बाटो बन्द भएको कारणले म यो बाटो भएर गएँ, तर एकदम राम्रो रहेछ। बसेर आराम गर्ने, यसो चिया पानी खाने र आफूलाई अलिकति फ्रेस बनाउने ठाउँ। अनि यस्तो राम्रो जङ्गलहरू पुरा हेर्न पाइयो। मेन्टली टेन्सनहरूलाई यहीँ छोडेर रिल्याक्स भएर हिँड्न पायो। यहाँ सानो एउटा घुम्ती पसल रहेछ, हल्का केही खान मन लाग्यो भने खान पाइँदो रहेछ। यसलाई लभ डाँडा भन्दो रहेछ नि। यहाँ यसो बस्ने ठाउँ पनि बनाइदिएको रहेछ, नगरपालिकाले बनाइदिएको होला पक्कै पनि। जे देख्यौँ राम्रो थियो, राम्रो लाग्यो। यतिको आराम गर्ने ठाउँ भेट्नु बाटोमा राम्रो कुरा हो। तपाईँहरू पनि हेर्नुहोस्, इन्जोय गर्नुहोस्। केही कमी कमजोरी छ भने कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला। कमी कमजोरी बताइदिनु होला। म चाहिँ यहाँ यस्तो आराम गरेको छु, सब कुरो गोरु बेचेर सुतेको भन्छ नि त्यसरी।
सब कुरो बिर्सेर आरामले बसेको छु यही डाँडामा एनर्जी ड्रिङ्क खाँदै आनन्द लिएको छु। तपाईहरु पनि यो बाटो आउनुभयो भने यहाँ बसेर हेर्ने कोसिस गर्नु होला। अब हामी फेरि यहाँबाट हाम्रो यात्रा फेरि सुरु हुन्छ। अहिलेसम्म हामी यही छौँ। मेरो भतिजीले यहाँ भिडियो बनाइरहेछ। हामी चाहिँ दुईजना छौँ आज यो यात्रामा, भतिज र म। यो चाहिँ मेरो बाइक हो। बाइकमा हामी हिँड्दैछौँ। यसरी थके मार्ने काम हुँदैछ हाम्रो यहाँ। बाहुनेपाटी भन्छ यसलाई। बाहुनेपाटी खोला मेलम्ची खोलाबाट आउने खोलै हो यो। यो बस्ती चाहिँ थाहा भएन यो कुन भूकम्पको बस्ती बनाएको हो कसले, यसको बारेमा चाहिँ मलाई केही आइडिया भएन। बाहुनेपाटी हेर्नुहोस् कहीँ धान पाकेको छ, पहेँले भएको छ। तिहारको मौसममा कहीँ हरियो धानहरू छ, कहीँ पाकिसकेको छ। पुरा खोला हरियो छ। हेर्नुहोस् यो देखेको चाहिँ बाहुनेपाटी बजार हो। यो यहाँ घरहरू देखेको चाहिँ अनि यो चाहिँ मेलम्ची खोला जुन ठुलो बाढी आएको थियो, धेरै घरहरू बगाएको थियो, पुरेको थियो, यही खोला हो। त्यो खोला तरेर जानुपर्छ मेरो घरतिर जानलाई। यहाँ मैले पुलबाट खिच्दैछु भिडियो। अब चाहिँ म गाउँ आइपुगेँ। मेरो जन्मथलो हो यो। अहिले आलु रोपिएको छ अनि तरकारीहरू रोपेको छ। मेरो जन्मथलो जहाँ म जन्मेको थिएँ। मेरो बाल्यकाल दुःख कष्टका दिनहरू यहाँबाट सुरु भएका थिए मेरा। बाख्रा यी घाँस खाँदैछन्। बाख्राले मजाले घाँस खाइरहेछ। यहाँ गाई पनि छ। गाई पालिएको छ। एकदम अर्ग्यानिक छ भिडियो। जे छ जस्तो छ त्यस्तै हालेको छु। यसमा केही कटपट माइनस प्लस केही गरिएको छैन। तपाईँहरू यो हेरेर इन्जोय गर्नुहोला। अब यी गाई आयो। अब तिहारको बेला गाई पूजाको दिनमा लगाइदिएको माला अहिलेसम्म लगाइरहेछ गाईले। गाई ज्ञानी छ, अहिलेसम्म चुडालेको छैन। लक्ष्मी भन्छन्। लक्ष्मी भनेको लक्ष्मी अहिलेसम्म राखिरहेछन् आफ्नो माला सम्हालेर। अनि साथीहरू यो चाहिँ हाम्रो फर्सी रुखमा फलेको छ, पाकेको छ पहेँलै। ल हेर्नुहोस् चाहिँ भिटामिन ए प्राप्तमा पाइन्छ पाकेको फर्सीमा। ल हेर्नुहोस् तरकारीहरू, तरकारी बारी। ल हेर्नुहोस् भेन्टा लगाएको छ। अनि यो चाहिँ हाम्रो बिमिरे गाउँ भन्छन्। ल हेर्नुहोस् जुम आइफोन 16 प्रो म्याक्सको कमाल। ल हेर्नुहोस् यो गाउँ कहाँ छ तैपनि जुमले राम्रै काम गर्दो रहेछ। यसरी मजाले हेर्न सकिने रहेछ। यो चाहिँ हाम्रो तरकारी बारी, हाम्रो घरबारी हो यो। हेर्नु साथीहरू सनसाइन। ल हेर्नु सनसाइन, दामी सनसाइनको टाइममा हामी आइपुगेका छौँ। अब यहाँ चाहिँ हाम्रो धारो छ। यहाँ मेरो भतिजी हिँड्दैछ लुखुक भिडियो बनाएर। अब यहाँ हामी 3 दाजुभाइ भलाकुसारी गर्दैछौँ। म चाहिँ कान्छो